ल हामीहरूको डिस्कस यहाँ चल्दैछ हाम्रो देश अब बिग्रिँदैछ हेर्नुहोस् हाम्रो देश उग्रताको के अरे हाम्रो देश अहिले एकदम खत्तम ठाउँमा जाँदैछ तपाईँहरूले यो कुरा बुझ्नु भएको छैन खालि मैले र मेरो दाइले मात्र बुझ्यो यो अहिले नेपालमा के हुँदैछ भनेर हामीले यस्तो इम्पोर्टेन्ट राज खोल्दैछौँ जसले हाम्रो जानमा खतरा पनि हुनसक्छ होइन दाइ हामी दुईजनाको यो हामीले यसरी कहिले पनि भन्न चाहेको थिएनौँ हाम्रो देशमा के भन्दैछ अहिले कहिले सोच्नु भयो होला राजा आउँछ बचाउँछ राजा गेडा बचाउँछ कसैले कसैलाई बचाउँदैन हेर्नुहोस् हाम्रो देश अब भिजाहरू पनि बन्द हुँदैछ होइन अब कहीँ जानै नपाउने भएपछि रेमिटान्सले चलेको देश हो यो त रेमिटान्सै नभएपछि कहाँबाट खाने के लाउने गेडा खाने गेडा अनि अब हाम्रो भिजा रिन्यू नहुने भयो अब भिजै रिन्यू नहुने ल अब हामीले के गर्ने ल दाइलाई केही कामै आउँदैन मलाई केही काम आउँदैन भाँडा मात्रै आउँथ्यो अब भाँडा मान्ने काम पनि दिनु हुँदैन काम भनेको सिधा उभिने मात्र दिनभरि गरेर बस्ने काम आउँथ्यो मलाई पनि त्यही हो त्यही आउँथ्यो त्यही भएर हामी सेक्युरिटी बनेर बस्थ्यौँ यहाँ पनि यत्तिकै गरेरै बस्थ्यौँ फेरि यार भाइ गलत बोलिहाल्यो सेक्युरिटी नभएर हाम्रो काम चाहिँ राज रहन्छ न काम राज्य भएन हामी अहिले अफिसमा काम गर्छौँ तर त्यही भएर म भन्छु नेपाल सकियो अब राजा सकियो राजा बङ्गालीको हालत कस्तो छ अहिले इन्डिया नेपाल अहिले यस्तो भयो कि बङ्गालीको हातमा भएको केटी यस्तो भयो थाहा छ बङ्गालीको हातमा कस्तो हुन्छ कि धेरै मलाई दुबई युएमा बङ्गालीको हातमा नेपाली केटी कस्तो हुन्छ कस्तो हुन्छ सोच बाबु कस्तो हुन्छ है भन्नु कस्तो हुन्छ कुहिएको अन्डा हुन्छ नि त्यस्तो भात जस्तो त्यस्तो भइसक्यो हाम्रो जिन्दगी मलाई दुःख लाग्दैन यार 2 दिन भयो हामीले खाना नखाएको यो कुरा सोचेर देश के भइरहेछ देश 2 दिन भयो भात नखाएको तर म आज जसरी पनि दाइ भाइले चाहिँ यसो पैसा जोडेर भातसात पकाएर खाएर यहाँ भाँडा मात्दैछौँ देश कहाँ पुगिरह थाहा छ तपाईँहरूलाई तपाईँहरूलाई मोबाइलमा बसेर देशको लागि आन्दोलन गर्छु भनेर ठुलो कुरा गरेर हुन्छ हामी देशको लागि कति लड्यौँ 2 दिन बाद दाइ आँखाबाट आँसु लिएर बसेको भाइ देश कहाँ पुग्यो हामी लड्नुपर्छ भनेर हामी लड्ने भनेर निक्लेको पनि हो टिकट महँगो भएर मात्र नभए हामी आएको भयो नि सुन चाहे को हुनुहुन्छ त्यो नेतागिरी हो भने हामी आउनु नपरोस् नेपालमा हामी आउन चाहिँ नपरोस् है सिधा कुरा हामी आउनु नपरोस् मोजी कुकरमा मोजी सिटी लगाएर सक्यो हामी पनि पहिला पनि हामी उठेको मान्छे हो एकचोटि हामी उठ्यो भने नि गाह्रो हुन्छ यो तपाईँले यो दाइ देख्नु भयो सोझो देख्नु भयो होला यो हात कति खुनले रङ्गेको छ तपाईँलाई थाहा छ लास्टचोटि भनिदिँदैछु सुध्र है नेपाली हो सुध्र हामीलाई राक्षस नबनाऊ हामीलाई राक्षस नबनाऊ हामी शान्त हुन चाहन्छौँ काल भैरव उग्र मतीमा निस्केपछि के हुन्छ थाहा एकचोटि त्यो काल भैरवको स्टोरी पनि हेर्दा हुन्छ ल मुला कहिले के गरे यहाँहरूलाई दसैँ तिहार गइसक्यो थाहा छैन घरकाले चाहिँ खसी काटेर खानुपर्छ भन्छ पैसा पठा खसी काट्नु पर्यो हो कति गाह्रो छ यहाँ भाडा मान्नु पर्यो भाडा मान्नु पर्यो खसी काट्नु खानु त्यही भएर भाइ तपाईँ के भन्न चाहन्छु नेपालमा राजा चाहिने चाहिँदैन नेपालमा के भन्छ अरे जुन गाउँमा पनि कानै चिरेको सक्ने के भन्छ नि होइन जुन जोगी आयो नि कानै चिरेको हो जुन जोगी आयो कानै चिरेको हामी के होइन सबै आफ्नो राजा बनाएर बस्छ सबै आफ्नो ठाउँमा चाहिँ आफ्नो काम कर्तव्यलाई चाहिँ बुझेर चाहिँ निष्ठ भएर आफ्नो काम गरिदिएको भए यस्तो हुँदैन राजाले के हाम्रो राजाले के विकासले गेडा ल्याएर बसिराखेर राजा आएर चाहिँ विकास हुने नभन्छ राम्रै चलिरहेको थियो त योभन्दा अगाडि त 50 वर्ष चाहिँ राजाले चलाएको थाहा छ के हल्ले थियो हामीले बाउ आमा होइन राजा
राजाको बेलामा 14,075 जिल्लामा 75वटा जिल्लामा 75वटा जिल्ला अस्पताल बनेका थिए थिएनन्। त्रिभुवनको पालोमा चप्पल कारखाना खोइ चप्पल सुन कारखाना कहाँ गयो तेरो बनाउने पाएँ बेसी खाए हामीले त्यो चप्पल कारखानामा आउँदा चप्पल लाउनै पाएन। चाला खाली खुट्टा हिँडेको कति दिन भयो हुँदैन एउटा तरिका दाइ यार दुःख पाउन पनि मन लाग्दैन। होला दुःख बोक्नु हामीले यस्तै भिडियोमा चिल्लाएर बोक्नु सक्ने दुःख बस म त्यही चाहन्छु हामीलाई नझझल्काऊ नजिस्काऊ नजिस्काऊ बाघलाई नजिस्काऊ काटेर बाघलाई नजिस्काऊ काटेर खुकुरी चलाएको हात हो यो। अहिले भाडा मोल्दैछु याद राख्नु। ल त अहिले हामी खाना बनाउन जान्छौँ। खाना बनाइसक्यो म खाइसकेँ यार मैले त्यत्रो डाइले खाएँ लास्टमा खाना बनाएर मतलब त्यो कुरा होइन हामी फेरि खाना बनाउनु ए भोलिको लागि खाना होइन म पानी तताएर आउँछु। खाना त हामी खाँदैनौँ तर होसमा आउनुहोस्। देश हाम्रो हो कसै माइगलालको होइन। हाँसी माताको एउटा ठाउँमा छ किनकि हामीले रेमिटान्स पठाउँ भने हाम्रो पनि हक पर्छ। त्यही भएर मुख सामूलाई बोलाइ यति भन्छु चाहे को जोसुकै हो। तर भन्न के खोजेको मैले बुझिनँ हाम्रो भिडियोको निष्पक्ष के हो मलाई पनि थाहा। ठिक छ त्यो टाइम हामीलाई भनेको चाहिँ हामी तनावमा छौँ भन्ने मान्छेको तनावमा होइन हामी केही न देश बिग्रियो कसरी बचाउने हो आइडिया अब कसैसँग छ कसैसँग छैन किन जेलबाट निक्लेर त हात हाल्ला त को त्यसलाई के निकाल्नु जेलबाट कसलाई एउटा टपिक हामी भिडियोमा बनाउने यस्तो हुन्छ त्यो एउटा टपिक प्र्याक्टिस हो नि त भाइ यो त प्राइभेट हो। मोदी किन हामीसँग बोल्दैन मोदी किन हामीसँग बोल्दैन को मोदी हो फेरि हो नरेन्द्र मोदी को मोदीलाई के अस्ति मैले म्यासेज गरेको त्यसले हेर्दै हेर्दैन त हामीलाई कि सानो सोचेको रक्सी हारे पहिला जस्तो भयो त म जान्छु। ल यत्रो काम गरिरहेको छ रक्सी खाएर बोल्छ भाइ रक्सी खाएर बोले जस्तो भन्छ कसले भन्यो नेपाली ट्यापहरूले भन्यो नेपालमा घरमा बसेर मासु भात खाने उनलाई जेन्जीहरूले भन्यो हो क्याम्पस आएर हामीलाई निकाल्दियो भने को क्याम्पस हामी पनि आन्दोलनमा देखिन्छौँ फेरि हामी कुन पार्टीको दाजु हामी निष्पक्ष पार्टी निष्पक्ष कुनै पार्टीको हिसाबमा बोलेको होइन हाम्रो पार्टीको चिन्ह डाडु पनि हो एउटा बोर्ड सिलाउने खाना बनाउनु जान्छु हस्त धन्यवाद।